पनि शब्द भयो भने के हुँदैन यतिको त के साह्रो फालिदिएको त झन् धेरै धेरै आयो माछा सोल्टीलाई झन् खुवाउने। हेलो एभ्रिवान, सेवारो ए नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। अनि आई होप हजुर पनि सन्चै हुनुहुन्छ भन्ने एकदमै आशाका साथ आज मैले मेरो न्यू भ्लग स्टार्ट गरिसकेको छु। अनि मैले चाहिँ लङ टाइम पछि नै भिडियो बनाएको हो। अब टाइम हुँदैन, घरि के हुँदैन होइन, त्यही भएर आज चाहिँ मैले भिडियो बनाउँदैछु। आज चाहिँ चैते दसैँ अरे नि त साथीहरू। अनि चैते दसैँ यसो मनाउनलाई हामी चाहिँ यता बाहिर निस्केको। अनि आज चैते दसैँ हामी किन नमनाउने त होइन साथीहरू। त्यही भएर आज चाहिँ साथीहरूसँग चाहिँ हामी चैते दसैँ मनाउनु गइरहेको छौँ, जाँदैछौँ। अनि मलाई त्यस्तो लोकेसन चाहिँ के पनि थाहा छैन, साथीहरूकै थ्रोबाट जान आँटेको। साथीहरूले उता खै कहाँ जाऊँ भनेर चाहिँ म आज चाहिँ जानु लागेको छु। सो लेट्स सी आजको मेरो भिडियो कस्तो हुन्छ होइन, हेर्दै गर्नु होला है साथीहरू। त्यही हो। अनि अहिले चाहिँ म बाहिर निस्किसकेको छु। अब यहाँदेखि अलिक पर गएपछि चाहिँ साथीलाई भेट्छु। साथीलाई भेटेपछि कता कता साथी भेट हुँदै जाने भनेर चाहिँ सोचिरहेको छ। टिका चाहिँ दिदीले पूजा गर्नुभएको थियो, मलाई चाहिँ टिका एकदमै मनपर्छ। अनि त्यही भएर आज मैले टिका लगाइदिनँ न दिदी भनेर लाएर हेर्नु राम्रो देखेको छैन। सो गाइज म चाहिँ टक्क लाएर बाहिर निस्किसकेँ मेन रोडमा होइन। हामी चाहिँ अलिक पर भित्र बस्छौँ। अनि यहाँ आज चाहिँ खै शनिबार पनि हो, त्यही भएर सुनसान पनि छ हौ, सुनसान। सो अब यहाँदेखि चाहिँ अलिक पर जान्छु अनि साथीलाई भेट्छु। अनि साथीलाई भेटेपछि अर्कै साथीलाई पनि अलिक पर भेट्नुपर्ने हुन्छ। सो मेरो साथीलाई फोन गरेँ। अनि साथी चाहिँ मलाई लिनको लागि यहाँ उभिराख यो त्यो लाइनमा उभिरहेको छ। अनि अब एउटा साथीलाई चाहिँ भेटेँ अनि अर्को साथीलाई चाहिँ अलिक उता जानुपर्ने छ। सो मेरो साथी तपाईँहरूलाई म देखाउँछु, हेर्दै गर्नु है साथीहरू। हेलो ओए, अनि अब हामी यहाँदेखि कहाँ जाने? ओए रेडी भइसकेको तिमी? ल मेरो साथी चाहिँ उयो नलजाऊ न आज। किन लजाउनु हो? के भन्छ? के अरे म त कति धेरै काम छ एकछिनमा भन्छ। अनि त्यही भएर तिमीलाई हाम्रो रुममा छ्या हो र? ए दिदीहरू? दिदी त आन्टीकोमा गएको छ नि त। एउटा मेरो साथी हो। किन लजाउनु हो? लाज किन बाबा होइन, लाज चाहिँ लाग्छ तर अब अलिअलि लजाउनु पनि पर्छ, धेरै लजाउनु हुँदैन। हान्छ कि क्या हो पछाडिबाट बाइकले भन्ने। कता? ए यहीँ हो। एकछिन है बाइकहरू आउँदैछ। ल यहीँ रहेछ। अब म चाहिँ साथीको रुम पुगेँ। ए यहीँ रहेछ नि त, कति नजिक रहेछ नि त। वाउ फाइनली। ओए अनि प्रमिलाले ढिलो अरे? प्रमिला त उता घुमेको कति काम छ भन्दै थियो कि म सपनासँग कुरा गरिरहेको छु भने त मसँग त कुरै गरे छैन। यस्तै छ हाम्रो रुम त। ए वाउ कस्तो राम्रो होस्, कस्तो टक्क भात यो राख्ने नि टेबल नचाहिने है। यो त रुम लाउनुलाई नै बनाएर रहेछ है जस्तै नि। अन्त टक्क यति त बोक्यो, अब के बोक्नु छ अरू सँग त? अब त के त्यस्तै हो। यो कागतीहरू यति बोकेँ अनि चटपटेको सामान उसले बोक्छ होला नि त, भइहाल्यो नि त। यति बोकेँ अनि यो चाउचाउ यतिले पुग्छ होला है? पुग्छ यति बोकेको छु। अनि यो चटपटीमा हाल्नु क्या चक्लेट खाऊ यो त। सो गाइज हामी चाहिँ साथीको रुमबाट बाहिर निस्किसकेको। अनि अर्को साथीको कति आएको गाडी, अर्को साथीको रुम जाँदैछौँ। हामी चाहिँ फर्स्ट टाइम गएको छैन नि त। अनि बाटो भुलेर यहाँ सोध्दै जाँदैछौँ। अनि अघि नै 10 बजे नै भनिरहेको थियो, उनीहरू ढिलो गरेर हामी 1 घन्टा जति यहाँ अर्को साथीको रुममा बस्यौँ। अनि अहिले चाहिँ हामी जाँदैछौँ। गीत गाउन आउँछ, गीत गाउनु मन लाग्छ, गीत गाउनु आउँदैन। गाह्रो छ के गाह्रो। अब कति मिलेर पर्खिनु पर्ने हो। यो पर्खिनु जतिको गाह्रो चाहिँ फेरि केही होइन नि है। कति भनेको मान्छे
त्यही त 11 भनेर हामी 10:50 मा उसको रुमबाट हिँड्यौँ अनि बाटो नदेखेर सोध्दै पनि आयौँ अनि अहिले यहाँ आइसक्यौँ कति भयो 11:05 भयो अहिलेसम्म आएको छैन लाखेस है सो अब हामी एकछिनमा उनीहरू आएपछि भेट्नेछौँ खै कता हो कहाँबाट आउने हो यहाँ चारैतिर यता पनि छ कहाँपट्टिबाट आउने हो हामीलाई थाहा छैन बल्ल बल्ल 1-2 घन्टा 1.5 घन्टा कुरेर हाम्रो मिटअप भइसकेको छ हाम्रो साथी चाहिँ उहाँ नै हो अझै ल उयो दिदी मन पर्यो अरे उयो भाइले कहाँ छ उयो भाइ ल उयो भाइले मन पर्यो अरे भन्छ त ओए हिरा तिमीलाई सो अब उसलाई भेट्यौँ अझै हाम्रो चाहिँ सोल्टीहरू पनि आउँदै हुनुहुन्छ अरे अब सोल्टीहरूलाई कहाँ भेट्ने हो त्यो चाहिँ थाहा छैन होइन अब सोल्टीहरू त होला नि के गर्नु होइन सोल्टीहरू पनि आउँदै हुनुहुन्छ अरे अब सोल्टीहरूलाई चाहिँ कहाँ भेट्ने थाहा छैन सो त्यस्तै छ आज पर्खिँदा मान्छेलाई पर्खिँदै 12 बजिसक्यो अब कहिले हाम्रो लोकेसनमा पुग्ने हो थाहा छैन लोकेसन 1 2 3 4 बजे फर्किनुपर्छ 4 बजे फर्किने हुन्छ होला त्यस्तै हुन्छ होला सायद त्यस्तै छ साथीहरू पर्खिँदा यो बेला भयो अब कहिले पुग्छौँ थाहा छैन क्युटी चाहिँ ऊ छ है ऊ चाहिँ क्युटी छ है हामी त छैन मलाई त सबरी दिदीले लगाइदिनु भएको पूजा गर्दै हुन्थ्यो मलाई पनि लगाइदिनु भनेको अनि लगाइदिनु भयो क्या मलाई मनपर्छ क्या टिका आफूले पूजा नगरे पनि मलाई चाहिँ पूजाको टिका चाहिँ ओभरै मनपर्छ क्या त्यही भएर लगाएर आएको छु आज म खानेहरूको गाडी होला यो चाहिँ सायद पिकनिक खानेहरू पनि यहीँ आउँछ यतै देखाइदिउँ न वाउ कस्तो दामी एउटै ड्रेसमा क्या एउटै सबै ग्रुपले फाइनली अहिले चाहिँ सबैजना भेट भयौँ अनि यहाँ पुल थर्दैछौँ हामी कुदौँ न एकछिन मलाई त डर लाग्दैन बोल न केही मेरो म निशब्द भयो भने अन्त मलाई त हल्लिँदै कुद्नु मन लाग्छ न कहाँ अरे हामी जाने नाग्द यहाँदेखि कति लाग्छ टाइम हेलो हाम्रो सोल्टीहरूले नि टाइम लगायो एकछिन अनि अहिले सबैजना भेट भयौँ अनि अहिले चाहिँ जाँदैछौँ हामी नागदह फाइनली हामी चाहिँ नागदह भन्ने ठाउँमा आइपुग्यौँ राम्रो रहेछ त हो सट्ट पारेर देखिदिउँ समय रहेछ अनि यहाँ बस्ने चाहिँ कहाँ हो त नि बस्ने ठाउँ ए लुगा पनि धुलाउँदो रहेछ नि त हो यहाँ त मस्तीसँगले कति लामो रहेछ हो यो नाग्द त नि यहाँदेखि पनि कति लामो हो त नि कति ठुलो हो कसम यस्तो घाम होइन यो घामले त कसमलाई यस्तो साह्रो कतै आधा घन्टा हिँडेर हामी आइपुग्यौँ नाग्द भन्ने हाम्रो लोकेसनमा चाहिँ अब कहाँ बस्ने के गर्ने चाहिँ थाहा छैन जाँदैछौँ जान चाहिँ अब एकछिनपछि थाहा हुन्छ के गर्छौँ बल्ल बल्ल गोरी हुन आँटेको घामले फेरि कालो हुने दिन आयो साथीहरू केटीहरू जाँदैछन् म चाहिँ पछाडिमा चाहिँ पुच्छार हो नि त म कपाल यस्तो उड्छ मेरो भुजाल छडाइदिउँ न कत्रो उयो लगेर कति सक्यो भुजा दिउँ त आमा कति धेरै हो सबै होला है उता पुरै
चारो फालिदिएको त झन् धेरै धेरै आयो ए माछा त आमा ए ओए कति धेरै आएको त नि केटीहरूले चारो हालिदिँदैछन् गए त अगाएन ला भिडियो फेरि पस्दिनु त सोल्टी अघिको जस्तो सोल्टीलाई झन् खुवाउने हो फेरि गर्नु त पोज त खतरा छ त अनि सोल्टीको म त यति नै खाले होला भने हामी समम अनि र हाल तर यो बस्ने ठाउँमा अप्ठ्यारो भयो हैन बस्नु न ड्याममै त्यहाँ हुन्छ अनि उयो नगोली चटपट यो मात्रै खाने भने के यो चाहिँ गर्नु अनि यो मात्र भरे अर्को चाहिँ केसँग खाने केसँग खाने मतलब ए ए ए भरि छ हौ थाप्नु त त्यस्तो चाहिँ हो ओ त्यो उसको खोइ त्यो खोना मोबाइल अहिले नहेर न अहिले रातभरि हेर्नु न तिमीले जाड खा इनरकोमा गएर जाड खाएर झन्डै बौलाए चुप अहिले त्यसो बौलाउने खाने त्यही त म खादिन भनेको ए जाने हो यतिले बौलायो भने त नि हामी छौँ त हामी 4 जना छौँ त हामी सोल्टीलाई समाउने यताको सोल्टीलाई समाउने ल ल बस न झन् भन्दा लु बसौँ न बसौँ भयो भयो ल ल ओइ ल्याउ न ल्याउ खोइ छिटो उठाउनु न ल्याउ अले पिक ए चेयर्स ओ त लग्या हाल भिडियो चाहिँ बनाइदिन्छु म यस्तरी ला काटिदिएँ त मैले साथी लडी गर्छ लिम्बू नि तिरा ढल्केर हो भिडियो रे हो नाच न ओ यता पनि देखिन्छ अलग राम्रो मुनि तिरा ढल्केर गयो तिनीहरु मेरी सैया ओ मेरी सैया सो गाइस हामीले चाहिँ हैन हल्का चैते दशैं मनाउने अवसर पायौँ हैन अनि हामीले चाहिँ हल्का पिकनिक जस्तै ड्राई पिकनिक जस्तै गरेका थियौँ तर फुल्ली मजाले चाहिँ देखाउनु भएन तर पनि हामी इन्जोय गर्दैछौँ गाइस सो
आजको भिडियो चाहिँ यस्तै छ हैन गाइस तिमीलाई मनपर्छ ल त मन पर्दैन को के भन्नु कस्तो नराम्रो नराम्रो देख्यो पानी चाहिँ खाने म सो गाइस हामी चाहिँ हैन अब डाइभ पिकनिक जस्तो आएको थियौँ अनि सो डाइभ पिकनिक प्लस चैते दसैँ भनेर पनि आएको थियौँ अनि आज हामी चाहिँ रमाइलो पनि गऱ्यौँ अनि 3 साढे 3 त्यस्तै भयो होला रुम जाने प्लानिङ पनि गऱ्यौँ साथीहरू चाहिँ अगाडि जाँदैछ म चाहिँ पछाडि नै छु त्यस्तै छ भिडियोहरू त्यस्तो राम्रो त भएन होला हैन सो कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन तर मलाई बिहानदेखि कागले खोइ काग गरिरहेको कस्तो डराउँछ क्या मन डराउँछ क्या कस्तो अब पहिला त यो काग करायो भने के सङ्केत ल्याएको भन्ने हुन्छ नि त अनि त्यही भएर पनि डर लाग्छ क्या तर पनि केही छैन सो आजको दिन चाहिँ यस्तै भयो हैन मेरो भिडियो हेर्नु भयो होला सुरुदेखि अन्तिमसम्म धेरै धन्यवाद